नेपाल राज्यको आइडेन्टिटी चाहिँ हिन्दू राज्य भन्ने थिएन। 2015 सालको संविधानमा हिन्दू राज्य लेखिएको थिएन। जब बीपी कोइरालालाई जेल हालेर महेन्द्रले 2019 सालको संविधान लेख्नुभयो, त्यहाँ हिन्दू राज्य पर्यो। विजय कुमारले सेतोपाटीमा लामो आर्टिकल लेख्नुभएको छ डाक्टर तुलसी गिरीसँग कुरा गरेर त्यतिखेर कसरी यो हिन्दू राज्य आयो भनेर। तुलसी गिरीले के भन्नुहुन्छ भने भारतमा धर्मनिरपेक्ष छ तर धेरै हिन्दूहरू छन् र हामीले हिन्दू राज्य भनेर लेख्यौँ भने त्यसले एउटा सहानुभूति आउँछ। किन भारतले त्यतिखेर महेन्द्रको कदमको कुको विरोध गरिरहेको थियो र भारतको एउटा सहानुभूति उहाँले प्रष्टसँग भन्नुभएको छ र त्यसरी लेखिएको हो। र पहिलेदेखि आइडेन्टिटी हाम्रो संविधानमा भएको व्यवस्था थिएन। बीपी कोइरालाले त्यतिखेर जब हिन्दू राज्य भनेर लेखियो, दिस इज फ्रड अन कन्स्टिट्युसन, संविधानमाथिको धोखाधडी हो भनेर भन्नुभयो। त्यो हुनाले यो आइडेन्टिटी होइन पहिलेदेखि एउटा कुरा। दोस्रो, तपाईँले भन्नुहुन्छ नि जस्तो हिन्दू राज्य भन्ने बित्तिकै विभेद हुँदैन अरूलाई भन्ने, पक्कै पनि नगर्न सकिन्छ, नहोला पनि भोलि। तर तपाईँ किराँत धर्म मान्नुहुन्छ, मेरा कैयन साथीहरू छन् मेरो परिवारमा किराँत धर्म मान्नुहुन्छ, म किराँतको ज्वाइँ हो खास होइन। मेरा क्रिस्चियन साथीहरू छन्, मेरा बुद्धिस्ट साथीहरू छन्, म बुद्धिस्ट स्कुलमा पढेको, आनन्दकुटीमा पढेको हो। मेरा इस्लाम साथी मान्ने साथीहरू छन्। तिनलाई आज म कुनै धर्म बीच भेदभाव गर्दिनँ है, धर्मनिरपेक्ष रहन्छु भनेर संविधानमा लेखेको कुराले म माथि भेदभाव हुन्न भन्ने ग्यारेन्टी गर्छ कि भोलि त्यहाँ चाहिँ हिन्दू राज्य हुनेछ भनेर लेखेको कुराले चाहिँ उसलाई यो राज्यले म माथि विभेद गर्दैन भन्ने ग्यारेन्टी गर्छ र उसले राज्यसँग एसोसिएट गर्छ। मेरो राज्य चाहिँ म माइनोरिटीमा परे पनि मेरो धर्म होइन, कसैको धर्म ग्रहण गरेको छ भनेर उसले हेर्दैन। कुन उन्नत हो? तपाईँले भन्नुभयो कि तर्कमा यस्तो छ। मैले भने हिन्दू राष्ट्र लेख्दाखेरि पनि मैले भने हिन्दू राष्ट्र कस्तो हुनेछ, संविधानको धारा 4 मा जहाँ धर्मनिरपेक्ष भनिन्छ त्यसको प्रष्टीकरणमा थप एउटा कुरा भन्यो, यस धाराको प्रयोजनका लागि धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक सांस्कृतिक स्वतन्त्रता सम्झिनुपर्छ। भने चाहिँ 3टा कुरा जोडिए हाम्रो संविधानमा। एउटा, कुनै पनि नागरिकले जे पनि धर्म मान्न पाउँछ, आफ्नो संस्कृति मान्न पाउँछ, पहिलो त्यो स्वतन्त्रता छ उसलाई। दोस्रो, राज्यले नागरिकको धर्म वा संस्कृतिमा विभेद गर्ने छैन, जुन धर्म जुन माने पनि बराबर हो। र तेस्रो, सनातनदेखि चलिआएका धर्म र संस्कृतिको म संरक्षण गर्छु भन्यो। भनेपछि त यो धर्मनिरपेक्ष किन हटाउनु पर्यो? तपाईँलाई लाग्छ राज्यले धर्मबीच वा धर्म फरक मान्ने नागरिक बीच विभेद गर्नुपर्छ? होइन, हामी परम्परादेखि नै नेपाल जसरी तपाईँको ढकाल आइडेन्टिटी हो, मेरो लिङ्गदेन लिम्बू आइडेन्टिटी हो होइन, हिन्दू तपाईँको आइडेन्टिटी हो, राजेन्द्र लिङ्गदेन चाहिँ किराँत धर्म चाहिँ मेरो चाहिँ त्यो आइडेन्टिटी हो भने जस्तै एउटा देशको आइडेन्टिटीको रूपमै रहिआएको हिन्दू राष्ट्र, विश्वको एकमात्र हिन्दू राष्ट्र। फ्रान्समा चाहिँ धर्मनिरपेक्ष सेक्युलरिजमको प्रयोग चाहिँ सार्वजनिक स्थलमा उसमा यो धर्मको धार्मिक उसको प्रयोग गर्न पाइन्न है, पुरै धर्मबाट अलग तपाईँले भन्नुभयो यस्तो सेन्समा प्रयोग भयो। अमेरिकामा आउँदाखेरि सेक्युलरिजम चाहिँ स्टेट र धर्म फरक हो है, फरक गर्ने भनेर प्रयोग भयो। भारतमा लामो डिबेट भयो संविधान सभाबाट लेख्ने बेलामा, तर त्यस्तो भनिएन। त्यहाँ चाहिँ धर्मनिरपेक्ष भनेको, किनभने हाम्रो साउथ एसियन कन्टेक्स्ट हो नि, यो धर्मलाई राज्यबाट अलग गर्ने कुरा होइन है। हाम्रोमा चाहिँ हाम्रो जीवनमा, हाम्रो दैनिक जीवनमा, समाजमा धर्म यसरी जोडेर चाहिँ यो अलग गर्ने कुरा होइन। के हो त भन्दाखेरि धर्मनिरपेक्ष भनेको विभिन्न धर्म मान्ने नागरिकहरूप्रति वा विभिन्न धर्मप्रति कसैपछि पनि भेदभाव गर्दैन। सो यसको आजको मूल दर्शन धर्म मान्ने नागरिकहरूबीच वा धर्मबीच विभेद गर्दैन राज्यले, त्यही मात्रै नै हो। भर्सेस सेक्युलर राज्यको कसको नाम को बढी लोकतान्त्रिक, कसले सबैले समान भावले व्यवहार गर्छ भन्यो भने चाहिँ सेक्युलर राष्ट्रले नै गर्छ। र संसारभरि आज सेक्युलर भनेर लेखिएका र आफूलाई सेक्युलर भनेर आइडेन्टिफाई गर्ने राज्य नै धेरै छन् होइन। त्यो एउटा कुरा हो। अर्को चाहिँ हाम्रोमा मान्छेले, आम मान्छेले, जस्तो तपाईँले भन्नुभयो मलाई 100 जना मेरो मुस्लिम साथीहरूले बरु हामीलाई भोलि हिंसा भड्किन्छ कि हिन्दू राज्य भन्दै सेफ थियौँ कि भन्ने छन् होला, अरू हजारौँ होला अहिलेकै कायम हुनुपर्छ भन्ने। अहिले हामीले हिन्दू र मुस्लिम बिचको फ्रिक्सन अलिअलि देखिरहेका छौँ होइन। नेपालमा अनफर्चुनेटली धर्मनिरपेक्षताले त त्यसलाई चाहिँ मत्थर गर्न सकेन, झन् बढायो। तर त्यसलाई एड्रेस गर्नेको ठाउँमा तपाईँ त फेरि पछाडि जाने भन्दै हुनुहुन्छ। पछाडि जाने नै होइन नि, पछाडि जानेले त द्वन्द्व छले बढाउँछ नि, बढाउँदैन नि। कसरी बढाउँछ? मैले भने नि हिजो पनि त्यो थिएन। मैले भने नि
हिन्दू सम्राट भनिएको राजाको दरबार अगाडि चाहिँ नि जामे मस्जिद, खास गरी शाहवंशीय राज संस्थाको इतिहासभन्दा अझ पुरानो चाहिँ नि इतिहास बोकेर चाहिँ नि बसेको छ होइन। हिन्दू राष्ट्रले त्यसलाई त फरक पारेन नि। त्यस कारणले हिन्दू राष्ट्र हुने बित्तिकै अरू धर्महरूमाथि यस्तो राजी अब तपाईँ किरात तपाईँ आफै होइन। म किरात धर्म मान्ने मान्छे हुँ। मेरो किरात धर्म गुरुलाई भेट्न मुकुट लगाएको राजा चाहिँ नि त्यहाँ दर्शन गर्न गएका हुन्। तर किरात धर्ममाथि भएको थिचोमिचो, मुस्लिम धर्ममाथि भएको थिचोमिचो, क्रिस्चियनमाथि भएको थिचोमिचो चाहिँ आज जति छ त्योभन्दा हिजो धेर थियो भन्ने त प्रश्नै छ नि। त्यसो त होइन, हिजो धेरै थियो भनेर त मैले त्यसरी त भन्दिनँ। तपाईँलाई लाग्छ किरातहरू, बहुसङ्ख्यक किरातहरू आजको धर्मनिरपेक्ष राज्यले विभेद गर्दैन धर्मबीच भन्ने आजको संवैधानिक व्यवस्थाभन्दा भोलि हिन्दू राज्य लेख्यो भनेदेखि आफूलाई बढी सुरक्षित, तपाईँले भन्नु जस्तो गौरव महसुस गर्लान् बहुसङ्ख्यक किरातीहरूले? मैले सोधेको तपाईँको मनको कुरा भन्नु अनि होइन अमितजी, मैले चाहिँ के ठिक हुन्छ हुँदैन भन्ने आधारमा, मेरो विवेकको आधारमा मैले यो मान्यताको पछि लागेको हो। अहिलेको राज्यको एउटा कमजोरी चाहिँ धर्मका हिसाबले त्यसरी विदेशबाट आएर यहाँ धर्म परिवर्तन गर्ने क्रम छ, त्यसलाई नरोकेको होइन, कानुनी हिसाबले त्यसलाई दण्डित नगरेको र हिन्दू राज्य पनि चाहिन्छ भनेर स्पेसली दक्षिणबाट राष्ट्रिय स्वयंसेवक सङ्घको मानिसहरू आएर जसरी विशेष गरी मधेसमा यसलाई चाहिँ अलिकति धेरै गिजोल्ने काम गरेछन् तिनलाई पनि नरोकेको मैले हेर्दाखेरि चाहिँ राज्यलाई स्ट्रिक्टली धर्मलाई परिवारको, सम्प्रदायको, व्यक्तिको आफ्नो मन खुसीले मान्ने भन्दा पनि बाहिरको दबाब रोक्न नसकेको, नरोकेको कुरा चाहिँ राज्यको कमजोरी हो। त्यो चाहिँ रोकिनुपर्छ, तुरुन्तै रोकिनुपर्छ भन्ने लाग्छ मलाई।